सम्पूर्ण वासीहरू र सम्पूर्ण युवाहरू, सम्पूर्ण नारीहरू हामी चाहिँ आज यसरी यो आकाशगङ्गालाई चाहिँ यसरी ठ्याक्कै हामीले सिँगारेका छौँ। यो सिँगार्ने क्रममा हाम्रो विभिन्न व्यक्तिहरू चाहिँ यहाँ आएर सहयोग गरिदिनु भएको छ र हाम्रो राष्ट्रिय हाम्रो घन्टीका मित्र स्वतन्त्र समाजसेवी सुभाष सिंहज्यू पनि यहाँ उपस्थित भएर चाहिँ हाम्रो उहाँले चाहिँ यो आकाशगङ्गालाई अझै सुन्दरताको वर्णन गर्दै उहाँले चाहिँ यो 7 बोरा सिमेन्टी पनि सहयोग गर्नु भएको छ र लगायत हाम्रो यो आकाशगङ्गालाई एउटा भिजिट गरेर चाहिँ यहाँ उपस्थित भएर चाहिँ अझै सेवा दिनुभएको छ। हाम्रो मधुराई सर पनि हुनुहुन्छ, जुन हाम्रो उहाँ पनि श्रमदानकै एउटा अगुवाई भएर चाहिँ यो आकाशगङ्गा हाम्रो उता पनि आकाशगङ्गा एउटा गएर यहाँ चाहिँ उहाँले पनि एकदम श्रमदानलाई चाहिँ अगाडि बढाउँदै हाम्रो यो आकाशगङ्गालाई पनि एकदम सुन्दरताको वर्णन गर्दै उहाँले पनि सेवा गर्नुभएको छ। यहाँ उपस्थित भएर सिँगारिएको ल हाम्रो आकाशगङ्गा एकदम झर्लक्क बेहुली जस्तै सिँगारेको छ है साथी हो। हस् त, नमस्ते।